नमस्ते अनि नमस्कार सबैजनालाई। विशेष गरेर चाहिँ म आफ्नो जन्मिएर हुर्केको ठाउँमा चाहिँ भर्खर पुग्दैछु है। यहाँ मेरो ठाउँमा थलोमा पुगेँ आज। ल एकदम खुसी छु। यो बाटो त पहिला यता त्यो के अरे काठको ठोसाहरू लगाएको हुन्थ्यो पुरै के मलाई यतापट्टि पुरै जिरे खुर्सानी फल्या हुन्थ्यो। त्यहाँ तल घर हो, त्यहाँ म बिहान पुग्छु अथवा अहिले पुग्छु, पछि हेरौँला। अनि मेरो फुपू घर आइपुगेँ म। यही हो मेरो, म जन्मेर यहीँ हुर्किया हो। त्यतिखेर उमेर म 7 वर्षको थिएँ। 7 वर्षपछि बिचमा आएँ गएँ होला, त्यो थाहा भएन। तर आज 26-27 वर्षमा चाहिँ म यहाँ आएको छु। अनि मेरो फुपू घर यो, मेरो फुपू घर म आइपुगेँ छु। लगभग पुग्ने बेला भएको छ। खुसियालीमा आएको छु। फेरि मेरो कान्छो भाइको छोराले विवाह गरेको छ। विवाहको हिसाबमा चाहिँ आएको छु। एकदम खुसी छु म। घर चाहिँ खाँचिरे मामा घर कता यता कतातिर पल्टिसकेको थियो। अनि यो यहाँ तल चाहिँ हाम्रो घर चाहिँ यहाँ तल थियो। यहाँबाट गएपछि ठाउँमा चाहिँ आइपुग्यो। ल यहाँनिर प्योर अर्ग्यानिक केरा फैलाहान प्योर ठाउँ हो। अनि धेरै वर्ष पछाडि यहाँ घर आइपुग्यो। ल खाँचिरे मामा मसिना के भन्नुपर्छ तिनीलाई चाहिँ यहाँ माथि हुनुहुन्छ। यही हो एरिया चाहिँ तपाईहरुको बस्ती घर कहाँ? यहाँ त भोलि जाउँला, अलिपछि पनि जाउँला। यही हो। ल यहाँ आइपुग्यो। ल हाम्रो फुपू खै हुन्न। घर आइपुग्यो। यो फुपू घर यही हो। कान्छो भाइ घर छैन। कान्छो भाइको चाहिँ छोराको विवाह छ, केटी लिएर आएछ। त्यो भएर चाहिँ विवाह भन्दा पनि अब छोरी ल्याएको छ, त्यो हिसाबले खुसियालीमा आएको छौँ। ल एकदम खुसी छु म। ल अहिले चाहिँ छुटेँ, फेरि भेटौँ है त।